सच्चिदानन्दरूपाय विषविपत्यादिहेतवे तापत्रयविनाशाय श्रीकृष्णाय वयं नमः। जन्मादस्य यतन्नयाति विरतते सार्थेऽर्थविज्ञेश्वराट् तेनं परमहृदायादिकवयं मुह्यन्ति यत्सूरयम्। तेजो वारिकथा यथा विनिमयो यत्र त्रिसर्गो मृषु ताम्ना स्वेन सदा निरस्तकुहकं सत्यं परं धीमहि। धर्मं प्रोजितकैतपुत्र परमं निर्मत्सराणां शतं वेद्यं वास्तवमन्त्रवस्तु शिवद तापत्रयोन्मूलनम्। श्रीमद् भागवते महामुनिकृते किं वा परैरीश्वर सद्यो रुद्धवरुद्धदितकृतिवे शुश्रूषभि तक्षणा। श्रीकृष्णार्पणमस्तु। समादरणीय महानुभावहरू, सज्जन भक्तजनहरू, भक्तिभावमा लिप्त समस्त शुभभावित महानुभावहरू, आज म तपाईलाई 7 वटा कल्प बाँचेका मार्कण्डेय ऋषि, ती मार्कण्डेय ऋषिको बारेमा म तपाईलाई केही जानकारी दिँदैछु। यो भागवतको कथा मार्कण्डेय उपाख्यान छ। त्यो मार्कण्डेय उपाख्यानमा चाहिँ मार्कण्डेय ऋषिले कसरी 7 कल्प बाँचे र 7 कल्पको आयु कसरी प्रमाणित परमायु त्यत्रो परमायु पाए, जो कि ब्रह्माण्ड समाप्त हुँदा 7 वटा कल्पमा ब्रह्माण्ड समाप्त हुँदाखेरि पनि उनले त्यो आयुलाई चाहिँ यथावत राखे र यो संसारलाई देखे। यो संसारमा के भएको थियो भन्ने कुराको बारेमा जानकारी लिए, कस्ता ब्रह्माण्डहरू भए, के भयो भन्ने कुरा म त्यही कथालाई लिएर आएको छु। कथा बडो रोचक छ, कथा हेर्दै जानु होला। यो किनकि धर्म र सत्य सनातन धर्ममा चाहिँ आधारित यो भागवत जुन भगवत रहस्य हो, त्यो भगवत रहस्यमा आधारित कथा भएकोले यो कथामा बडो रोचक सान्दर्भिक कथाहरू थुप्रै छन्। म ती सान्दर्भिक र रोचक कथाहरूलाई लिएर तपाईँ सामु बिस्तारै बिस्तारै आउने छु। र अहिलेलाई भने म यो मार्कण्डेय ऋषिको वर्णन, यी मार्कण्डेय ऋषि को हुन् र यिनले कसरी चाहिँ आफ्नो आयुलाई चाहिँ यति प्राप्त यस्तो आयु सिद्धि गरे भन्ने कुराको बारेमा म तपाईलाई जानकारी दिनेछु। र यो मार्कण्डेय ऋषिको कथा, यी मृकण्डु नाम गरेका ऋषिका छोरा हुन् मार्कण्डेय ऋषि। यिनका बुवाको नाम मृकण्डु हो। मृकण्डु ऋषि कस्ता थिए भन्नुहुन्छ भने धर्मात्मा ऋषि थिए। धर्मात्मा चाहिँ मान्छे थिए। यिनी ब्रह्मचर्य ब्रह्मज्ञानी पनि थिए, ज्ञानी थिए, विद्वान थिए र भगवानको परम भक्त थिए। तथापि पनि यिनको जीवनमा सन्तान नभएको एउटा ठुलो पीडा थियो मृकण्डेय ऋषिको। त्यो सन्तान नभएको पीडालाई चाहिँ थाम्नै नसकेर उनी पटक पटक चाहिँ भाव विह्वल हुन्थे। यो संसारमा अरू चाहिँ सबै चिज छ, तर यो गृहस्थाश्रम नाम गरेको जो धर्म छ त्यो बडो विचित्रको छ। यो गृहस्थाश्रम जतिको धर्म चाहिँ अब यो अरू धर्म पनि यो के लेख्या छ भने पुराणहरूले पनि गृहस्थाश्रम जतिको धर्म कोही ठुलो धर्म छैन। किनभने यो धर्म भनेको संसारलाई पालन गर्ने धर्म हो, यो चेतनशील धर्म हो, यो सृष्टि निर्माण गर्ने धर्म हो। योबाट वंश विस्तार हुन्छ, सृष्टि निर्माण हुन्छ। यो त्यस्तो किसिमको धर्म हो गृहस्थाश्रम धर्म। त्यसैले उति बेलाका ब्रह्मर्षिहरू, महर्षिहरू, राजर्षिहरू जो छन्, विशेष गरी ब्रह्मर्षि, महर्षि, राजर्षि तीनैवटा खण्डहरूमा चाहिँ के छ त भन्दाखेरि गृहस्थाश्रममा चाहिँ अनुन्याय गरेको छ, अनुसरण गरिएको छ। धेरै जसो ऋषिहरू मुनिहरू जो तपस्वीहरू थिए, ती तपस्वीहरूले पनि विवाह गरेका छन्। विवाह गर्न नभनेर बसेका नारदजीको त विवाह भयो, भगवानले परीक्षण गर्दा विवाह भयो है। मैले यो उपकथा चाहिँ पछि भन्ने छु र म आज मार्कण्डेय ऋषिको बारेमा चाहिँ मात्रै बताउने छु। ती मार्कण्डेय मृकण्डेयको जब सन्तान भएनन्, तिनी ज्योतिषी कहाँ हेराउन जाँदाखेरि उनलाई चाहिँ वृद्धावस्थामा सन्तान लेखेको रहेछ र ती भृगु ऋषिले चाहिँ के भनिदियो भने तिम्रो वृद्धावस्थामा छोरा हुन्छ महाराज। वृद्धावस्थामा छोरा जन्मियो। छोरा त जन्मिन्छ, तर छोरा चाहिँ बुढेसकालमा जन्मियो। बुढेसकालमा जन्मिसकेपछि फेरि तिनै भृगु ऋषि कहाँ चाहिँ के त भन्दाखेरि उनी हेराउन गए ज्योतिष गर्न। ती मृकण्डु ऋषि जब त्यहाँ पुग्छन्, त्यहाँ पुगिसकेपछि उनले ज्योतिषी गर्छन्। ज्योतिषी गरेर चाहिँ यसो हेर्छन्, होरा हेर्छन्, होरा टिप्छन्। त्यो लग्न र होरा टिप्ने क्रममा चाहिँ भृगु ऋषिले के भने यिनको केन्द्र शून्य छ। केन्द्र शून्य भएको मान्छे 12 वर्षको आयु छ, यिनी चाहिँ 12 वर्षभन्दा बढी बाँच्दैनन्।
तिम्रो छोरा त भयो तर 12 वर्षको अल्पायु लिएर आयो, 12 वर्षमा नै अस्ताउनेछ। त्यहाँबाट मृकण्ड ऋषि फर्केर आइसकेपछि अब नामाकरणको कुरा उनले ज्योतिषी गरे। 6 दिनमा 6 दिनको दिनमा 6औं दिनको दिनमा चाहिँ आफ्नो छोराको नामाकरणका लागि भृगु ऋषि कहाँ पुगेका मृकण्ड ऋषि जब घर पुग्छन्, घरमा आइसकेपछि श्रीमतीले सोध्छन् के भने त ज्योतिषले? उनले सोद्धा के भन्नु नि, उनले नियाउरो मुख लगाएर बोलिरहेका थिए। के भन्नु के नभन्नु, अब त्यस्तै हो, प्रारब्धमा भएको कुरा कसैले पनि मेट्दैन, परमात्माले पनि सक्दैन भन्छन्। मेरो भाग्यमा सन्तानै थिएन, बुढेसकालमा आएर सन्तान भयो। नाम चाहिँ मार्कण्डे राख्नु भनेका छन्, म मार्कण्डे नै राख्ने हो, तर यिनको आयु चाहिँ 12 वर्षको मात्रै छ भनेका छन्। 12 वर्षमा चाहिँ म के गरौँला, 12 वर्षपछि त हामी फेरि निसन्तान हुने भयो। उनलाई त्यो चिन्ता सुरुमा लागिसकेको थियो। त्यहीँबाट विचलित भएर आएका थिए उनी। त उनकी श्रीमतीले भने 12 वर्ष भने धेरै हो नि, थोरै होइन, कहाँ छ 12 वर्ष भने? यो अहिले त भर्खर सानो बच्चा छ, आज त 6 दिन मात्र भयो। त्यो 12 वर्ष हुन्जेलसम्म चाहिँ भोलि त्यो बेलासम्म हामी मरिहाल्यो भने के भयो त? हामीले पो छोराको पीडा देख्नु भएन, सन्तानको पीडा हामीले देख्नुहुन्न होइन। हामी अस्ताइसकेपछि सन्तानमा के हुन्छ भन्ने कुरा चाहिँ अब हामीले हेरिराख्नु, सोचिराख्नुहुन्न। तिनको धुमधामसँग चाहिँ उपनयन संस्कार गरियो, खष्टी महोत्सव मनाइयो, उपनयन संस्कार गरियो, नामाकरण गरियो। र ती मार्कण्डे नाम गरेका ऋषि कस्ता भए भन्नुहुन्छ भने जब 4-5 वर्षका भए, त्यो 5 वर्षमा तिनलाई चाहिँ ब्रह्मज्ञानको बारेमा चाहिँ ज्ञान भयो। ती 5 वर्षमा वेद पढ्न भनेर चाहिँ वेद पढ्न थाले। यो 4वटा वेदहरू चाहिँ पढ्नुपर्छ उनले वेद पढे। यजुर्वेदको चाहिँ पुरा यजुर्वेदलाई कण्ठ गरिदिए। विभिन्न किसिमका वेद पढे, धर्म पुराण पढे, उपनिषद पढेर त्यो त के भयो त? विद्वान भए मार्कण्डे ऋषि। त्यो 5-6 वर्षमा जब समय बित्दै गयो, छोरा विद्वान हुँदै गयो, लगभग 5 वर्षको उमेरबाट चाहिँ ती ऋषि के गर्न थाले त भन्दाखेरि छोरा ज्ञानी भएको, यत्रो ठुलो भएको, पढे लेखेको, जानेको, यस्तो विद्वान छोरा चाहिँ अब 12 वर्षमा मर्ने भएपछि हे भगवान्, यो छोरा बितेकोमा चाहिँ यो भोलि यो छोरा केही भइहाल्यो भने मैले यो संसारमा यो पुत्र मोह जत्रो ठुलो कुरा केही छैन, सबभन्दा ठुलो मोह पुत्र हुन्छ। त्यसैले चाहिँ यो के छ भन्दाखेरि चण्डीमा चाहिँ यो देव्यापरातुति भन्ने छ। त्यो तुस्तीमा पनि के लेखिएको छ भने पृथिव्यां पुत्रास्ते जननी बहवो सन्ति सरला परं तेषां मध्ये विरल तरलोहं तव सुत। धरतीलाई पनि सन्तान छ। यो धरती र जननी भने कि एउटै हुन्। कुपुत्र भए पनि के हुन्छ त भन्दाखेरि उनको लागि चाहिँ पुत्र हो। त्यो जस्तै कुपुत्र भयो भने कुपुत्रो जायेताम कोजिदवि कुमाता न भवति। कुपुत्रै भए पनि आमाका लागि यति प्यारो हुन्छ, त्यो महान प्यारो हुन्छ। त्यस्तो वर्णन गरेको छ यो पुत्र मोह सबभन्दा ठुलो। किनकि त्यही पुत्र मोहका कारणले हामीले सुनेका छौँ, जानेका छौँ। महाराज दशरथको पुत्री शोकका कारणले निधन भयो। हामीले त्यही पुत्र शोकको कारणले थाहा छ श्रवण कुमारका चाहिँ 2टा चाहिँ बुढा आमा बुवा त्यही पुत्र शोककै कारणले बितेका हुन्। र यो सांसारिक जो माया छ, त्यो सांसारिक मायामा पुत्र मोह भन्दा ठुलो केही छैन। त्यो पुत्र मोहले उनलाई चाहिँ छोडेन। त्यति ज्ञानी भएर पनि उनलाई पुत्र मोह रह्यो। किनकि यो संसारमा सजीवको चाहिँ जो जन्मिन्छ त्यो मर्छ भन्ने ध्रुव सत्य छ। जो सजीव छ त्यो सजीव चाहिँ एक दिन न एक दिन निर्जीव हुन्छ। जो जन्मिँदैन त्यो कहिल्यै मर्दैन, जो जन्मिन्छ त्यो सधैँ मर्छ। यो कुरा ध्रुव सत्य हो। जन्मनाम के भन्छ भने चाहिँ यो मृत्यु र जन्म चाहिँ के हुन्छ ध्रुव सत्य कुरा हो है। जन्म र मृत्यु चाहिँ ध्रुव सत्य छ नि। अरू चाहिँ सब बदलिन्छ, अरू चाहिँ सब मिथ्या छन्, झुटा हुन्। तर यो जन्मेको कुरा मर्ने चाहिँ सत्य हो। यो काल चाहिँ वफादार छ। अरूले बदमासी गर्छन्, चापलुसी गर्छन्, चाकरी गर्छन्। कालले कहिले चापलुसी गर्दैन, चाकरी गर्दैन। जुन दिनको तिथि र मिति हो त्यो तिथि र मितिलाई उसले ताकेर लिन्छ। तर त्यो काललाई, त्यो मृत्युलाई जित्न सक्ने को छन् त? यो संसारमा जो छन् त ती भगवान श्री शङ्कर छन्, भोलेनाथ छन्। त्यो मृत्युलाई जित्ने 12 वर्षको छोरा हुन थाल्यो। अब के गर्ने त? 5 वर्षको उमेरबाट नै त्यत्रो ज्ञानी भएको छोरा अब मर्छ भन्ने उनलाई चाहिँ थाहा भयो। त्यसपछि पटक पटक चाहिँ भाव वियल हुन थाले। अरू बेला चाहिँ उनी सम्झिँदैन थिए। दिनभरि काममा अस्तव्यस्त हुन्थ्यो, यताउति जान्थे, दुवै बुढाबुढी सम्झिँदैन थिए, त्यो बिर्सिन्थे। जब घरमा पुग्थे नि, घरमा पुगेर बिहान बेलुकाको जब भोजन हुन्थ्यो, त्यो बिहान बेलुकाको भोजन हुने क्रममा के हुन्थ्यो त भन्दाखेरि उनी छोरालाई सम्झन्थे। भोजन हुने बेला जब थालीमा चाहिँ खाना राख्थे, त्यो थालीमा खाना राख्ने बित्तिकै चाहिँ उनलाई याद आउँथ्यो 12 वर्षमा छोरा जान्छ। त्यो बेला धरधरी रुन्थे।
भगवानलाई सम्झेर रुन्थे। ओहो परमात्मा, यो वृद्धावस्थामा यो पुत्र मोह, मैले सन्तानै नपाउनु थियो, सन्तान पाइयो। अब यो 12 वर्षको उमेरमा मैले सन्तानलाई चाहिँ मेरो परमात्मा, अब मैले चाहिँ यो बाँच्नुको धिक्कार छ। जब थालीमा भात राख्थे, त्यो थालीमा चाहिँ खाना राख्ने बित्तिकै चाहिँ रुन्थे। छोरा बुझ्ने भइसकेका थिए। जब आमा बुवा 1 दिन होइन 2 दिन होइन त्यस्ता हजारौं दिन गए, अरू बेला केही हुँदैन थियो, अरू बेला खुसी हुन्थे, हाँस्थे, बोल्थे। जब खाना थालमा चाहिँ राख्थे, त्यो खाना थालमा राख्ने बित्तिकै उनको आँखाबाट बरबर्ते आँसु झार्थे, गहभरि आँसु पार्थ्यो। धन्य परमात्मा, विचित्र लीला छ। अब कसरी बाँच्ने उनले त्यही सम्झन्थे। 12 वर्षबाट यो विधा हुन्छ, हामीले देख्दा देख्दै आफ्नो पुत्र शोकमा चाहिँ डुबेर मर्नुपर्ने भयो। के भयो त भन्दाखेरि हाम्रो नरक हुने भयो। उनलाई त्यो सङ्कोच थियो। धेरै दिन यसरी बितिसकेपछि एक दिन मार्कण्डेयको मनमा चाहिँ खल्लो महसुस भयो। उनले सोधे, बुवा, सोध्न त अगाडि पनि सोधे, तर उनले के होइन बाबु, के होइन, त जन्मिस, खुसी छौँ, बच्चालाई नेगेटिभिटीमा जान दिनु हुँदैन। उनको मनसाय थियो, नकारात्मक भावनाले दियो भने भुलियो केही न केही चाहिँ बिग्रिन्छ भन्ने भएर उनले होइन त जन्मेकोमा हामी खुसी छौँ, हाम्रो सन्तान थिएन, बुढेसकालमा अब पाल्छस्, हामीले हर्षका आँसु हुनु बाबु। उनलाई सम्झाउँथे, सान्त्वना दिन्थे। तर त्यो रियालिटी जो थियो, त्यो वास्तविकता त्यो उनले बताएका थिएनन्। र एक दिन चाहिँ जब मार्कण्डेय ऋषिले भने कि म तपाईँको यो कारण नखोलेर अब खाना खान्न, जब खाना राखे, खाना राख्ने बित्तिकै दुवै बुढाबुढी रोए, आँखाबाट बरबर्ती आँसु झारेर जब रुन्छन्, त्यसपछि उनले भन्छन्, म खान्न, मलाई यो खानाको औचित्य छैन। किनकि निधारमा चाउरी परिसकेको, गालामा चाहिँ चाउरी परिसकेका तिम्रा ती सुकेका हातहरूले पकाएको यो खाना आज तपाईँको छोराले खान्न, किनकि तपाईँको वास्तविक पीडा छ भित्र। म त्यो पीडा खुतल्न चाहन्छु। त्यो पीडाको चाहिँ जबसम्म बाहिरी बहिर्गमन हुँदैन तबसम्म म खाना खान्न बा। बुवा आमा मेरा मातापिता, म खान्न। उनले दण्डवत प्रणाम गर्छन्, बुवा आमालाई भन्छन्, अनुरोध गर्छन्, र बुवा आमाले चाहिँ बाध्य भएर आफ्नो आँसुहरू लुकाएर भन्छन्, बाबु, तँलाई हामीले बुढेसकालमा पाएको हो, मैले ज्योतिषी गरेको छु, भृगु ऋषि महान ज्योतिष हुन्, उनले भनेको सबै कुरा मिल्छ। त्यस्ता महान ब्रह्मज्ञानी ज्योतिष, उनलाई भूत भविष्य वर्तमानको बारेमा थाहा छ। उनले जे कुरा भन्छन् त्यो सत्य हुन्छ। उनले हेराउन गर्न जाँदाखेरि 6औं दिनको दिनमा तेरो नामाकरणको दिन तोक्न जब म गएँ होरा हाल्न, त्यो होरा हाल्ने दिनमा चाहिँ भाविनीमा त्यो 6औं दिनको दिनमा के हुन्छ त, मान्छेको होरा निर्माण हुन्छ। ललाटपट्टि लिखिता विधाता 6 दिने अक्षर मालिका छ। त्यो 6 दिनमा लेखिएको जुन मालिकाले कोरेको भाग्यरेखा हो, त्यो सबभन्दा ठुलो हुन्छ। त उनले तँलाई 12 वर्षमा चाहिँ मर्छस् भनेको छ, त ठुलो भइसकिस्। यो उमेरमा आएर तेरो चाहिँ अब हामीले दुःख हेर्नुपर्ने भयो। हाम्रो यसै पनि त्यसै पनि अब चाहिँ मर्ने बेला भयो। त वृद्धावस्थामा पुत्र शोकमा परेर मर्ने भयौँ बाबु, अरू केही होइन। तेरो अनुहार हेर्छौँ, तँलाई सम्झिन्छौँ। यो वृद्धावस्थामा पाएको त छोरा यसरी बितेकोमा चाहिँ हाम्रो मन चाहिँ के छ, अब तेरो उमेर चाहिँ आइसक्यो, तेरो काल चाहिँ तेरो सामु नजिक पुगिसकेको छ। तब मार्कण्डेय ऋषि भन्छन्, बुवा, जन्म र मृत्यु त ध्रुव सत्य हो नि, होइन र? ध्रुव सत्य हो। जन्म नाम जाय, जन्म मृत्यु तथा मृत्यु ध्रुवम, मृत्यु मृतस्य छ। जन्म र मृत्यु त ध्रुव हुन्। एक दिन जनेपछि मर्नै पर्छ। के भयो त, त्यो छिटो चाँडोको कुरा हो। एउटा यात्रीको टिकट कुनै गाडीमा बस्दाखेरि लामो सफरको टिकट लगाएछ भने उसले लामो सफर हिँड्ने हो। जसले छोटो सफरको छ उसलाई लामो सफरमा, त्यो गाडी लामै सफरमा जाने भयो भने त्यसलाई छोटै बाटोमा ओह्रालिदिन्छ। त्यो ओह्राल्छ, होइन बाबु, अब हामी बाँच्न सक्दैनौँ। दैनिक रूपमा यस्तो भइसकेपछि उनले भने कि अब म यो खोजी गर्छु, मेरा बुवाआमालाई त बचाउनु पर्यो। मैले छोराको धर्म के हुन्छ त भन्दाखेरि आफ्नो बाउआमालाई सन्तुष्टि दिने र सुख दिने धर्म छोराको हो। अहिले कलियुगमा छोराले त्यो सोध्दैनन्। हामी पनि छोरा हो, किनकि हामी के छौँ, गृहस्थ आश्रमी भएका छौँ। कसैसँग चाहिँ अर्काको छोरी ल्याएर चाहिँ हामी गृहस्थी बनेका छौँ। हाम्रो मोह यो कलियुगमा चाहिँ के हुन्छ त भन्दाखेरि मोह पिताभन्दा पनि मोह, आमा माताभन्दा पनि ठुलो मोह चाहिँ श्रीमतीमा हुन्छ। अहिले कलियुगका मान्छेले के गर्छन्, श्रीमती भनेकी परम सबभन्दा ठुलो गृहलक्ष्मी त हुन्, होइन? ती गृहलक्ष्मी नै हुन्। तर गृहलक्ष्मी हुन् भन्दैमा पनि हामीले सबै कुरा चाहिँ श्रीमतीको सुनेर, आइमाईको सुनेर, पिता माता, यो धरती र आकाश कहिले पाउँछौँ हामी? धरतीभित्र सबै चिज खोजे मिल्छ घरिघरि, तर जन्म दिने आमा पाइँदैनन् कसै गरी।
जन्म दिने आमा पाइन्छन्, त्यो आकाश पाइन्छ, त्यो बिउ दिने आकाश पाइन्छ। वर्षात, आकाशबाट जब वर्षात हुन्छ तब धरतीले बिउ मार्छन्, सुकेका बिउलाई पनि अङ्कुरित बनाउने धरती हुन् ती आमा, त्यो आकाश हुन् पिता। त्यस्ता भगवानलाई चाहिँ अब हामीले दुःख दिनु, त्यो छोराले सम्झाउनु पर्ने धर्म हो। कुरा बुझ्नु पनि, त्यो धर्म हाम्रो त्यो। तर हामी के गर्छौँ त भन्दाखेरि यो कलियुगमा लेखिएको पनि छ। कलियुग वर्णनमा चाहिँ महाभारतमा चाहिँ के लेखेको छ, कलियुग वर्णन चाहिँ श्रीमद्देवी भागवतमा। त्यो कलियुगमा चाहिँ के हुन्छन् त भन्दाखेरि मान्छेहरू श्रीमतीका कुरालाई सिरोपर गर्छन्। यसो भनिराख्दा कुनै नारीलाई अवहेलना गरे होइन, आमा पनि नारी हुन्। श्रीमतीका कुरालाई सिरोपर गर्नेछन् पुरुषहरू। केही निको राम्रो मिठो माल ल्यायो भने पहिला त्यो कुरा बुवालाई नदिकन, आमालाई नदिकन श्रीमतीको हातमा बुझाउने छिन्। श्रीमतीले आफ्नो छोराछोरीलाई खुवाइसकेपछि बस्यो भने बुढाबुढी सासू ससुरालाई दिनेछन्। यो कलियुग वर्णनमा लेखिया छ। तर उनी चाहिँ के थिए, ज्ञानी थिए। उनले भने कि म होइन, मेरा बुवा आमाको सेवा गर्नुपर्छ। अन्तिम अवस्थामा यिनको इच्छालाई चाहिँ मैले पुरा गर्न सकिनँ। यो पुत्रको के काम, सन्तानको काम भएन नि। मेरो लागि दुनियाँ यत्रो गर्ने चाहिँ यो संसार सृष्टि रचाउनेहरूको लागि त मैले केही गरिदिनु पर्यो। उनको त्यो मनमा चाहिँ त्यो कुरा उब्जियो र त्यसपछि त्यो के भयो त भन्दाखेरि मृत्यु विजयको लागि चाहिँ म केही न केही उपाय लिएर आउँछु बुवा। हजुर चिन्ता नगर्नुहोस् मातापिता, म हजुरको चाहिँ पुरा चाहिँ इच्छा अटोट चाहिँ पुरा गर्छु। ल म अब जान्छु। जब म यो मृत्युको खोजी गर्छु भन्ने कुराको लागि हिँड्न खोज्दाखेरि उनले रोक्न खोजे। बुढेसकालमा भएको, कहाँ जाने हो, के गर्ने हो, कसरी भाग्ने हो। 10-11 वर्षको बच्चा, कहीँ त्यस्तो जङ्गल होला होइन, यस्तो किसिमको बाघहरू दुनियाँदारी हुन्छ। यो त गर्नु भएन, जमझाबा नजानु बाबु, बिन्ती गर्न थाले, रुन थाले, करन थाले। उनले भने तपाईँ मलाई सम्झेर बाँचिराख्नु होला, म कुनै न कुनै दिनमा चाहिँ यो घरमा चाहिँ तपाईँले चाहिँ तपाईँको समस्यालाई समाधान लिएर आउँछु। उनी त्यहाँबाट चाहिँ कहाँ गए त भन्दाखेरि मधुवनमा गए। त्यो मधुवनमा गइसकेपछि त्यहाँ ब्रह्मर्षि नारद भेटे। नारद भेटेपछि एउटा 11 वर्षको बच्चा घनघोर जङ्गलमा एक्लै हिँडिरहेको थियो। उनले टाढैबाट ब्रह्मर्षिलाई दण्डवत प्रणाम गरे। दण्डवत प्रणाम गरिसकेपछि उनले के भने नारदजीले 100 वर्षम सजीवती, तिमीले 100 वर्ष बाँच्नु बाबु। पहिलो त 100 वर्ष, त्यहाँ 12 वर्षको बच्चालाई 100 वर्षको आयु त नारदले नै दिलाइहाले। र उनले चाहिँ नारदजीले सोधे, ओहो तिमी एउटा सानो अबोध बालक, कहाँतिर हिँड्न थालेको छौ, को हो तिमी? म मृकण्ड नाम गरेको ऋषिको छोरा हुँ, म मार्कण्डे हुँ। कहाँ जाने हो, के समस्या पऱ्यो यस्तो घनघोर जङ्गलमा तिमी एक्लै हिँडिरहेका छौ भन्दाखेरि त उनले भने, महाराज हे ब्रह्मर्षि, मेरा बुवा आमामा एउटा ठुलो पीडा छ। म बुढेसकालमा पाएको एउटा सन्तान हो, वृद्धावस्थामा भएको सन्तान हो। म यो वृद्धावस्थामा जन्मिने बेलामा चाहिँ ज्योतिषी भृगु ऋषिले चाहिँ मलाई 12 वर्षमा मर्छस् भनेको छ। उनले भनेको कुरा सबै कुरा पुग्छ अरे। मेरा बुवा आमा मलाई सम्झिन्छन्, अरू बेला सम्झिन्न। जब म खाना खान्छु, म खानाको लागि तयार भएर जब मेरो थालीमा मलाई खाना राखिन्छ र म खाना खान्छु, त्यो 3जना खाना खान तयार हुने बेलामा मेरा बुवा र आमा दुइटै रुन्छन्। मैले यो धेरै दिन देखेँ। अन्तिममा मैले चाहिँ मेरो बालहट तेर्स्याएर अन्तिममा मेरो यो समस्या मैले बुझ्दा मेरो उमेर 12 वर्षको, म 11 वर्ष भएँ। अब म 12 वर्षभन्दा बढी बाँच्दिनँ। मेरा बुवा आमा चाहिँ निरर्थक जिन्दगी चाहिँ मरिसकेपछि नरकको चाहिँ उहाँलाई चिन्ता छ र पुत्र शोकको चिन्ता भएको हुनाले म यो मृत्युलाई जित्नका लागि चाहिँ के उपाय होला भनेर म यो उपायको खोजी गर्न आएको। यसको केही उपाय छ भने मर्जी होस्। तब ब्रह्मर्षि नारदले भने, जाऊ तिमी अब कैलाशको चाहिँ तल छेउमा बस्नु। त्यो कैलाशको छेउमा मधुवनको चाहिँ माथि किनारामा गएर तिमीले बसेर त्यहाँ तपस्या गर्नु। त्यो तपस्या गरिसकेपछि त्यहाँ भगवान शङ्करले तिमीलाई देख्नेछन्। त्यो मृत्युलाई विजय गर्ने अरू कोही छैन। मृत्युञ्जय नामै उहाँको मृत्युञ्जय हो। त्यो मृत्युञ्जयको चाहिँ तिमीले चाहिँ मन्त्र पाठ गर्नु। ओम नमो भगवती मृत्युञ्जयाय नमः भन्नु। ओम मृत्युञ्जयाय नमः, मृत्युञ्जयाय नमः भन्ने मन्त्र जप्नु। त्यो मन्त्र जप्दै 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 जाँदाखेरि भगवान खुसी भएपछि तिम्रो मृत्यु विजय हुन्छ। ल जाऊ भनिसकेपछि उनी कहाँ जान्छन्? कैलाश सरोवरमा जान्छन्। कैलाशको चाहिँ पर्वत श्रृङ्खलाको चाहिँ छेउमा बसेर त्यो मधुवनको टोपामा गएर चाहिँ बस्छन्। त्यहाँ पलेटी कस्छन्, पद्मासन कस्छन्। पद्मासन कसेर चाहिँ निराहार, कुनै पनि आहार नलिएर वायुको प्राण, वायुमा चाहिँ आहार बनाएर प्राण वायुलाई चाहिँ लिएर त्यसैले चाहिँ आफ्नो प्राणलाई जीविका गर्दै मृत्युञ्जयको चाहिँ मन्त्र, ओम त्र्यम्बकम यजामहे सुगन्धिम पुष्टिवर्धनम उर्वारुकमिव बन्धना मृत्युर्मुक्षीयमामृता। मृत सञ्जीवनी मन्त्र। त्यो मृत सञ्जीवनी मन्त्र जप्छन्। जप्दा 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 धेरै भयो। भगवान शङ्करको दृष्टि पुगेन। र एक दिनको कुरा हो, त्यो मृत्युञ्जयको मन्त्र जप्दै जप्दै गर्दाखेरि पार्वती माताले त्यो मन्त्र सुनिछन्।
आमा भने कस्तो हुन्छ हेर्नुहोस् है, नारीलाई चाहिँ कत्रो सम्मान गरिएको छ। त्यो मातृशक्ति सबभन्दा ठुलो शक्ति हो। यो ब्रह्माण्डमा सबभन्दा ठुलो शक्ति नै मातृशक्ति हो, नारी शक्ति हो। त्यसैले भने अब यत्र पूज्यन्ते नारन्ते रमन्ते तत्र देवता, नारीको पूजा गरेर देवता खुसी हुन्छन्। हो, नारीको पूजा हुनुपर्छ, सम्मान हुनुपर्छ। जुन देशमा, जुन गाउँमा, जुन घरमा नारीको सम्मान हुन्छ त्यो देश, त्यो गाउँ, त्यो समाज चाहिँ महान बन्छ। यसरी नारीको धर्मको बारेमा चाहिँ जब उनले चाहिँ के गरे त भन्दाखेरि महाराज मार्कण्डेय ऋषि त्यहाँबाट चाहिँ मधुवनमा तपस्या गर्दै 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 गर्दा केही समयपछि पार्वतीले त्यो पुकार सुन्छन्, त्यो मृत सञ्जीवनी मन्त्र सुन्छन् र यसो आएर हेर्छन्। ओहो, एउटा बालक 11 वर्षको बडो तेजवान छ, शरीर सुकेको, टाउको मात्रै ठिक छ, बडो तेजवान छ, जपिरहेछ मृत्युञ्जय महामृत्युञ्जय मृत सञ्जीवनी। ओम त्र्यम्बकम यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनान् मृत्युर्मुक्षयमामि। ओम मृत्युञ्जयाय नमः, ओम मृत्युञ्जयाय नमः भनिया छ। यो कुरो बोल्या छ। अनि त्यो कुरालाई चाहिँ, त्यो दृश्यलाई लिएर महामाया पार्वतीले भगवान शङ्करलाई पुर्याउँछन् खबर। ल त हजुर चाहिँ कैलाशमा मात्रै विराजमान भइबक्सेको छ, हजुरका दिव्य चक्षुले सबै कुरा हेर्दा एउटा बालक हजुरको घोर तपस्या गरिरहेको छ तल यो फेदीमा, यसो गएर हेरौँ त। जान्छन्, त्यहाँ गएर हेर्छन् त त्यो बच्चा बडो आँखा चिम्लेको छ, एक भावले मृत्युञ्जय पाठ गरिरहेको छ, मृत्युञ्जयको महामन्त्र पढिरहेको छ। यो देखिसकेपछि भगवान शङ्करले चाहिँ अमृत छर्किन्छन्। अमृत सकेपछि चेष्टामा ल्याउँछन् उनलाई। चेष्टामा आइसकेपछि उनले आँखा खोल्छन्। को हो तिमी? म मार्कण्डेय नाम गरेको, मृकण्डु नाम गरेको ऋषिको छोरा मार्कण्डेय। के हो तिम्रो समस्या? मलाई ज्योतिषले चाहिँ, मेरो हेराउन गर्ने ज्योतिषले चाहिँ मलाई 12 वर्षमा मर्छस्, मेरो आयु जम्मा प्रमाणिक आयु 12 वर्ष मात्रै भने हुनाले मेरा बुवा आमा सधैँ रुन्छन्। मैले मेरो बुवा आमाको चाहिँ चित्त बुझाउनलाई, मेरा बुवा आमालाई चाहिँ मरेपछि पनि तारण गर्नका लागि, उनको नरक होइन स्वर्गवास गराउनका लागि, मेरो मृत्यु विजयका लागि आएको। कति चाहिन्छ तिमीलाई आयो? प्रभु, मेरा बुवा आमाको इच्छा पुरा होस्। सप्तकल्पान्त जीविन, 7 कल्प बाँच्नु। जाऊ तिमीलाई के हुन, जाऊ बाबु। बडो दयानिगा भयो। दयानिगा भएर घरमा आउँछन्। घरमा आइसकेपछि उनले आफ्ना बुवा आमालाई चाहिँ भेट्छन्। बुवा आमालाई चाहिँ धेरै वर्ष भएको, अब उनले त किनभने 12 वर्षमा मर्ने भनेको, उनले कति वर्ष तपस्या गरे त्यहाँ, 12 वर्षमा मर्ने भनेको छोरा अब मरिसक्यो होला भन्ने थियो उनलाई। त्यसै पनि भाव वियोल चाहिँ छोरा आएकोमा अङ्कमाल गर्छन्, खुसी हुन्छन् र उनले भन्छन्, बुवा अब म 7 कल्प बाँच्छु, मलाई मृत्यु विजय भइसकेको छ, अब म मर्दिनँ। यो ब्रह्माण्ड मर्ला, यो सृष्टि मर्छ, यी सूर्य तारा आकाश जल ते सब मर्छन्, यो संसार 7-8 पटक मर्छ, म त्यो 8 पटकसम्म बाँच्छु। अनि सप्तकल्पान्त जीविनम, 7 कल्प बाँचे मार्कण्डेय ऋषि। त्यसपछि बुवा आमा खुसी भयो। अब त उनलाई ढुक्क भयो, मरेपछि पुण्य भयो, उनीहरूको चाहिँ मृत्यु भयो। मृत्यु भन्ने क्रमपछि अब संसार के भयो? कल्पान्त जीवन बित्न थाले, कल्प आए। त्यो कल्पका चाहिँ प्रलय हुन थाल्यो। प्रलय हुँदाखेरि उनले भनेका छन्, प्रलय हुँदाखेरि के भएको छ अरे, एकै दिनमा एउटा खण्डबाट 7वटा सूर्यहरू आउँछन्। प्रज्वलित सूर्यहरूले चाहिँ यो पृथ्वीलाई चाहिँ ध्वस्त बनाउँछन्, एकदम तताउँछन्। त्यो राप र बापले सहित एउटा घनघोर आकाशमा कालो मडारिएको बादल आउँछ। त्यो कालो बादलले चाहिँ ठुलो वर्षात गराउँछ। त्यो वर्षात भइसकेपछि त्यहाँ पृथ्वी जलमग्न हुन्छन् र पृथ्वीलाई रसातलमा दबाइन्छ। यो संसार चाहिँ अन्धकार हुन्छ, शून्यमा जान्छ, केही रहन, यहाँ कोही पनि रहन। यही क्रममा चाहिँ 7 कल्पसम्म मार्कण्डेय ऋषिले यो 7 कल्पमा चाहिँ जलाशयमा घुम्दै 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 7वटा प्रलय हेरे। त्यो 7वटा प्रलयमा अरू कोही भेटाएनन्, भगवान पनि रहेनन्, त्यहाँ कोही रहेनन्। यो ब्रह्मा विष्णु महेश्वर भन्ने कुराहरू पनि सब लुप्त भए, केही रहेन। त एक दिन जब अन्तिम युगको 7औं कल्पको अन्तिम पटक भगवानलाई चाहिँ सृष्टि गर्ने मन लागेछ, त्यो विधातालाई सृष्टि गर्ने इच्छा भएछ। त्यो विधाताको इच्छा अनुसार जलाशयमा चाहिँ पानीमा चाहिँ तैरिँदै यता छ, आज उता छ, अन्धकार छ, काहीँ केही देखिन्न, पानीमा बाँच्या छ। 7 कल्प उसलाई आफैलाई पश्चाताप लाग्यो, हे भगवान, मैले यत्रो किन आयु माग्यो होला, मलाई यत्रो आयु किन दियो होला, के गर्नका लागि दियो? यत्रो दुःख भोग गरेर बाँच्नुभन्दा त मर्नु बेस। उसलाई दुःख भयो, त्यस्ता रसातलमा बसिरहनु, 7 कल्पका चाहिँ प्रलय हेर्नु। उनले त्यो प्रलय देखे। प्रलय कस्तो हो त वास्तविक भन्ने कुरा उनले बताएका छन् आफ्ना पुराणहरूमा। किनकि प्रलय यस्तो हुन्छ, 7वटा सूर्यहरू, त्यो 7वटा सूर्यहरू वरिपरिबाट आउँछन् र त्यो सूर्यले पृथ्वीलाई तताउनेछ, तापक्रम बढ्नेछ र त्योबाट भएको पानीको अवशेष चाहिँ के हुन्छ, समुद्रको सम्पूर्ण पानी आकाशमा पुग्छ र आकाशबाट घनघोर मुसलधारे पानी पर्छ र त्यो पृथ्वीलाई चाहिँ त्यसै रसातलभित्र डुबाउँछन् र यो सूर्य तारा ब्रह्माण्ड सब खत्तम हुन्छ। र त्यति बेला निराकार
कुनै पनि आकार नभएको शून्य कालो शमशान जस्तो एउटा कालो चाहिँ एक किसिम निशा सर्छ, त्यो निशा नै प्रलय। त्यो प्रलयमा बाँचिसकेपछि भगवानको कृपा दृष्टि भएछ र अब ब्रह्माण्ड बनाउनुपर्छ भन्ने भयो र फेरि युगको सुरुवात हुने अवस्था देखिसकेपछि एउटा नाबालक बच्चा पिपलको पातमा, सुन्नु न है, पिपलको पातमा, कत्रो पिपलको पात हुनु होला, पानीमाथि तैरिरहेको एउटा नाबालक बच्चा पिपलको पातमा सुतेको र त्यो बच्चाले आफ्नै दायाँ खुट्टाको चाहिँ बुढी औँला चाहिँ मुखमा हालेर चुसिरहेको। ल हेर्नु त, तिनले देखे त्यो बच्चाले कुप्लुक्क निलेर चाहिँ ती मार्कण्डेय ऋषिलाई पेटमा हाल्छ नि त, त्यहाँ भित्र पो रहेछ त आकाश, जल, वायु, तेज, प्रकाश, ब्रह्माण्डभित्र। उनलाई लाग्यो ओहो धन्य भगवान्, अब चाहिँ परमात्माले चाहिँ सृष्टि गर्नुहुन्छ र यो सृष्टिको सुरुवात हुन्छ। अब थाहा भयो, मार्कण्डेय ऋषिले थाहा पाए र त्यसले पुतुक्क बाहिर निकालिसकेपछि उसले टाढीबाट बिन्ती गरे, प्रार्थना, करार बिन्दे न पदार बिन्दम मुखार बिन्दे विनिवेशयन्तम बटस्य पत्रस्य पुटे शयानम बालम मुकुन्दम मनसा सम्रामी। पिपलको पात, बरको पातमा सुतेको, दायाँ हातको चाहिँ दायाँ खुट्टाको बुढी औँला मुखमा राखेको, करार बिन्दे न पदार बिन्दम, खुट्टो चाहिँ हातले समातेर मुखमा हालेको, मुखार बिन्दम करार बिन्दे न मुखार बिन्दम, करार बिन्दे न मुखार बिन्दम, त्यो करको चाहिँ बिन्दुले समातेर मुखमा चाहिँ खुट्टाको औँलो हालेको, बटस्य पत्रस्य पुटे शयानम, बडको पातमा चाहिँ शयान भएको, हे भगवान्, बालम मुकुन्दम शिरसा नमामि, हे बाल मुकुन्द हजुर परमात्मा, हे प्रभु हजुरको दिव्य दृष्टिमा तिमीलाई चाहिँ मेरो प्रणाम छ, मेरो शिर झुकाइकन पाउ परिकन दण्डवत प्रणाम। हे प्रभु उनले चाहिँ प्रार्थना गर्छन्। त्यो प्रार्थना गरिसकेपछि केही समय पश्चात त्यो 7 कल्पपछि एकाएक चाहिँ के भयो, पृथ्वी जलमग्न अवस्थाबाट चाहिँ माथि 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 धरती आयो। बल्ल त्यहाँ ब्रह्माजीको ब्रह्मकमल देख्यो उनले। त्यो ब्रह्मकमल देखिसकेपछि के भयो त, ती मार्कण्डेय ऋषिले 7 कल्प भोग गरेका ती मार्कण्डेय ऋषिबाटले उनले ती विभिन्न किसिमका वर्णन, यो धर्म पुराणहरू लेखे। त्यो धर्म पुराणहरू, मरेका धर्म पुराणहरूलाई जीवित बनाइदिए। व्यासले लेखेका कयौँ मनुहरू जन्मे, कयौँ व्यासहरू जन्मे। त्यति बेला मन्वन्तरमा चाहिँ मनुहरू र व्यासको जन्म भयो। त्यस्ता व्यासहरू थुप्रै जन्मे, त्यस्ता मनुहरू थुप्रै जन्मे। उनले त्यही मनुहरूको मार्कण्डेय कृत धेरै जो पुराण छन् त्यो पुराणमा चाहिँ अहिले उनले देखेर लेखेको हो। त्यो अहिले हाम्रा चाहिँ के छ, सादृश्य रूपमा चाहिँ परमात्माको दृष्टि नदेख्ने जो नास्तिकहरू के भन्छन् भने भगवान् कहाँ छन्, त्यो कथा हो नि। कथा त के हुन्छ, कालखण्ड बितिसकेपछि इतिहास हुन्छ, आजको कुरा भोलि इतिहास हुन्छ। कथा पनि त्यही हो, कुनै व्यक्तिले लेखेको थियो, देखेर लेखेको हो नि। कलियुग कसले देखाएको थियो, लेख्यो। कलियुगको पुरा जे वर्णन कलियुगमा श्रीमद्देवी भागवतमा जे कलि वर्णन छ त्यो वर्णनमा लेखिएका सम्पूर्ण कुरा कलियुगमा A to Z मिलिरहेछ। के छ यहाँ फरक? सबै कुराहरू किनभने देखेर लेख्या हो, भोगेर लेख्या हो। त त्यस्ता मार्कण्डेय ऋषिले 7 कल्प बाँचिसकेपछि अन्तिम कल्पमा चाहिँ भगवानको दिव्य दृष्टि पाए भन्ने कथा यस अध्यायमा वर्णन गर्यौं। श्रीकृष्णार्पणमस्तु, श्रीकृष्णार्पणमस्तु, श्रीकृष्णार्पणमस्तु। भगवान जय श्रीकृष्ण।